माननीय सदस्य ठाकुर प्रसाद गैरे 2 मिनेटभित्र आफ्नो कुरा राख्नुहोला। सामान्य सभामुख महोदय, नेपालको उच्च हिमाली पहाडी क्षेत्रमा प्राप्त हुने अत्यन्त बहुमूल्य जडीबुटी यार्सागुम्बा, पाल्पाको रिम्गा, फक्सिङकोट लगायतका लेकहरूमा प्राप्त भएको अत्यन्त सुखद समाचार म यो सदन मार्फत जानकारी गराउन सभामुखज्यू मार्फत अनुरोध गर्न चाहन्छु। पाल्पाको 1800 मिटर हाइटमा रहेको रिम्गा लेक, फक्सिङकोटमा यो यार्सागुम्बा प्राप्त भएको छ। अहिलेसम्म 4000 देखि माथि 5000 र त्योभन्दा माथिल्लो तहमा प्राप्त हुने गरेको बहुमूल्य जडीबुटी 1800 मिटर हाइटमा पनि प्राप्त हुने कुराले नेपालका अरू थुप्रै क्षेत्रहरूमा पनि यसको सम्भावना छ र यसबाट प्रशस्त आम्दानी प्राप्त गर्न सक्ने एउटा बाटो पैदा हुन सक्छ भन्ने सङ्केत प्राप्त भएको छ। म नेपाल सभामुखज्यू मार्फत सरकारको र सम्बन्धित कार्यालयहरूको ध्यानाकर्षण गर्न चाहन्छु कि अहिले पाल्पाको रिम्गा गाउँपालिका, जिल्ला वन कार्यालय, प्रशासन कार्यालयको इनिसिएसनमा त्यसको संरक्षणका लागि र त्यसको अध्ययनका लागि, त्यसको अनुसन्धानको लागि प्रयत्न भइरहेको छ। त्यसमा सरकारले विशेष चासो राखेर देशैभरि 1800 मिटरभन्दा माथिल्लो तहमा यो उच्च तहको जडीबुटी प्राप्त हुने सम्भावनालाई समेत मध्यनजर गरेर यसको अनुसन्धान गर्ने, यसको व्यवस्थापन, यसको प्रयोग र बिक्री वितरणको प्रक्रियालाई चाहिँ सहज बनाउनको लागि र यसको संरक्षण गरेर यसको विकासको लागि ध्यान दिनको लागि म सभामुखज्यू मार्फत सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। धन्यवाद।